विजय भाइ ल हामी आज कहाँ जानला हामी आज लेख्दा हो सबै हाम्रो एकजना साथी चाहिँ नेपाल गइसक्यो आज यिनलाई मिस गरेर हामी चाहिँ घुम्न जानला यो हाम्रो बिक्कु दादा से हाई यो के हो मुखले के हान्न आवाज हेलो हाउ आर यु क्यामेरा के आउट हुआ एभ्रिथिङ इज गुड टिल नाउ टुडे रेडिङ नो कमिङ भन्छ लाग्यो म चाहिँ टक्लो डाउन है ल हाम्रो महेन्द्र भाइ हाम्रो विजय भाइ ठिक छ ओली सरकार हामी लेख्दा जानलाई रेडी हुँदैछौँ तल देखाउनु न म चाहिँ कपडा लाउँदैछु अनि टक्क रमाइलो हुन्छ हामी आउँछौँ अब सुरुवात हुन्छ हाम्रो ब्लग निक्लिँदैछौँ एकछिनमा साथीहरूलाई परिचय गराइदिनुहोस् हामी को जाँदैछौँ अलिक खुसी पनि छौँ एक्साइटेड पनि छौँ किन छौँ भनेपछि आज चाहिँ हाम्रो साथी नेपाल जानुभयो एकजना एकदम धेरै मिस गरेका छौँ उहाँलाई त्यही भएर हामी चाहिँ घरमा चाहिँ मन छैन आज बस्न त्यही भएर यसो घर छोडेर बाहिर घर छोडेर बाहिर 1-2 नाइट यसै गरौँ भनेर कहाँदेखि कहाँ जाँदैछ भन्नु न हामी डेली सिटीदेखि जाँदैछौँ हामी साउथ लेक ताओ डेली सिटी थाहा पाउँदैन मान्छे सान फ्रान्सिस्कोदेखि साउथ लेक ताओ जाँदैछौँ हामी विकास दाइ क्यामेरा माथि गराउनुलाई विकास दाइ जय आएर भला गर भन्ने गरे दाइ हो सही हो सही हेप्ने भाउजूलाई जानुहोस् भाउजू नगरकोट गएर हिउँ खेलेर आउनु पैसा उसले प्रदीपले हालिदिन्छ नि हालिदिउँला त के भयो त तपाईँले नहालिदिएपछि अहिले छोरोलाई उठ्न दियो अहिले त्यसले एउटा डिमान्ड गरिहाल्छ कपडा त भत्सकै हालेँ मैले के हालेँ जिरो ननिकाल्नु न भाइ यस दाइ यता हेर्नुहोस् हाई गाइज यो चाहिँ म पनि 2 वर्ष मेहनत गर्छु आउँछु ल हामी चाहिँ सान फ्रान्सिस्कोदेखि यु आर क्याप्चर इन द क्यामेरा ल भन्नुहोस् ल यता हामी गाइजहरू के फोटो खिच्दै हो खिचा फोटो हाम्रो ग्रुप चाहिँ यही है अरे गर्छु यार बुढी यार बिहान उठ्ने के ल गाइज हामी सबैले कसलाई मिस गरिरहेछौँ आज हाम्रो कमल दादालाई है ल कमललाई मिस यु हामी चाहिँ सोल्टी तिमीलाई एकदम मिस गरिरहेछौँ हामी तिमीलाई भिडियो बनाएर हामीले पठाउँछौँ ल यही भिडियो हेर साथीहरू चाहिँ रमाइलो गर्थ्यौँ भने सोच अब मोटे भाइ ल भाइ को देखिने को नदेखिने म त पछाडि बसेँ बिजे अगाडि दुम्ची जस्तो क्याम बसेँ देखा छैन सोल्टी तपाईँ हुनुहुन्थेन तपाईँ नभएर यार झ्याउ भएको छ यार कमसेकम सरपञ्च पछाडि त बस्नु थियो तपाईँ भए बेला बोल्नुहोस् ल हाम्रो महेन्द्र भाइको हाम्रो जर्नी चाहिँ स्टार्ट भयो है हामी चाहिँ कपाल रोप्न जाँदैछौँ महेन्द्र भाइको भनेर भन्न नमिल्ने हिउँले चाहिँ थुपार्ने हो टाउकोमा आज अरू विकासले चाहिँ भाउसँग गाली खाएर रना परेर बसिया My wife is the best wife in the world. गोल्डन गेटको सान पाब्लो ड्याम रोड आज त ड्याम रोडमै जाला जस्तो गाडी ल केही बोल्नु छैन हेलो साथीहरू हामीहरू चाहिँ पछि भन्नु नि लेख्दा आउन यार अरू भन्नुहोस् के हो कि यो माथि अड्डेकै छैन च्याप्नु न यस्तो नङकट्टीलाई होइन त्यो हुन्छ क्या हाल्नुपर्छ है भन्नु जान्ने जानला हाम कहाँ जान्ला हामी त्यही भन्नु नि हामी जानला हाम पछि कहाँ गयो विकास दाइ यो मेरो दोस्रो घुमायो कहाँ यो सान फ्रान्सिस्को आएपछिको पहिलो यो राइनो के हो रेनो क्यासिनो अनि खेल्न गएको थियौँ अब यो दोस्रो हुँदैछ के बलेरो ग्यासमा हामीले तेल हाल्दैछौँ अब प्राइस कति छ प्राइस छ 399 क्यास छ रेगुलर अनि छ क्रेडिट डेबिट 49 प्लस छ ल अब हामी ग्यास हाल्नु पर्ने भयो
खान्छवाला टन्नै फेल भयो नि त होइन यो त 0 छ त यिनको त यो त यसले हाल्नु पर्ने के र ठ्याक्कै त्यस्तै पऱ्यो कि समय नेपाली छिटो के छ हालखबर ठिक छ के छ तपाईँको भे बाँधिराख नि फेरि भेर हानिरहेको अब सिगरेट अलाउड छैन गाडीभित्र मैले त खान्न फेरि सिगरेट है रौसी नि रौसी रौसी पनि खाँदैन मायाले घरकालीदेखि मार्छ हौ भिडियो हेऱ्यो भने क्या सान फ्रान्सिस्को डाउनटाउन आइकनिक सिटी भन्छ नाम मात्र भाइ मलाई थाहा छैन न्यु इयरको लङ विकेन्ड भएको हुनाले चाहिँ ट्राफिक त्यति छैन न त यो टाइममा चाहिँ ट्राफिक चाहिँ यो चाहिँ सबभन्दा ठुलो ब्रिज के अरे सरी बिल्डिङ सान फ्रान्सिस्कोको सेल्स फोर्स टावर कता गयो टावर यहाँनिर यस्तो रहेछ र
यहाँनिर गाडी बिग्रेर ट्राफिक भएछ। अहिले शामको 4:57 गयो। 3 घन्टा 17 मिनटको यात्रा छ। पाइलट हुनुहुन्छ महेन्द्र भाइ, को पाइलट विजय खै कहाँ यात्रु दलमा हुनुहुन्छ विकास अधिकारी। अनि यात्रु दलमा चाहिँ हाम्रो विकास दाई र प्रदीप, हामी चाहिँ यात्रु भयो। अनि अर्को एउटा यहाँ चाहिँ हाम्रो डाइरेक्टर प्रोड्युसर सर्वन शाह, निर्देशक सम्पादक म। सेल्सफोर्स टावर सान फ्रान्सिस्को सबैभन्दा ठुलो बिल्डिङ यही हो। कति छ 125 हो होइन 96 हो है, होइन 64 फ्लाइट मात्र। only 64 फ्लाइट। माई ब्याड भन्ने भएको नि त। 1 भनिसक्नुमा 65 थपिनुहोस् के कोले आएर सान फ्रान्सिस्कोमा बस्लाको 8 वर्ष भयो। अहिलेसम्म थाहा रहेछ मलाई पनि यो कति फ्लोर हो भनेर। सिटीको सबभन्दा अग्लो बिल्डिङ हो, तर संसारकै हो। सिटीको सान फ्रान्सिस्को संसारको त दुवैमा छ। बुर्ज खलिफा दिला यहाँको पनि ट्राफिक रुल्स हामी नेपालीले चाहिँ मान्दैनौँ, फेरि यहाँ पनि मान्दैनौँ। हामीले चाहिँ हामी अगाडिबाट हालिदिन्छौँ अगाडि। कोले कुरिरहन्छ होइन हाम्रो जङ्की ड्राइभर गुर्जी भाले गाडी हो, भाले गाडी। हामी यसो ट्राफिकको बुझ्ने हाम्रो बानी छैन। ठुङ्दै हिँड्छ। अरू टिकट खायो भने तिरिन्छ 500। भाले गाडी हो, ठुङ्दै हिँड्छ। त्यही त कमेन्ट आयो त राम्रो हुन्छ अरे। टिकट खायो भने ड्राइभरले खाने, हामीले खाने होइन। हामीले खाने होइन। हामी त चुसाउने मात्रै त हो। सबैले 500 आयो तिरिन्छ भन्नुभएको थियो, खुसी हुनुभएको थियो, फेरि अहिले दुःखी गरिदिनु भयो नि सर। त्यही पनि यहाँ सबै इन्फर्मेसन एकैचोटि भन्नुहुन्छ यार। अब हामी चाहिँ सान फ्रान्सिस्कोदेखि ओक्ल्यान्डतिर जाँदैछौँ। यो बिचमा पर्छ बे ब्रिज। ठिक छ त, के छ तेरो? यो बे ब्रिज चाहिँ ल स्टोरेज ब्रिज भइसक्यो। कति छ होला होइन, डबल डेकर ब्रिज। गरायो 10 माइल 11 किलोमिटर्स समथिङ लाइक द्याट। अलमोस्ट 6 माइल। छैन हाम्रो 11 किलोमिटर। नेपाल जानुको ठाउँलाई छोडिकन अनि लामो छ। जानु भइगयो। आज अघि भर्खर छोडिकन सान फ्रान्सिस्को घन्टा गरी यो छोडेर घुममा आएर हामी बाहिर जान्छौँ। के छ अरू तेरो? छुट्टी हो आज? हामी चाहिँ बे ब्रिजबाट प्रस्थान गरेको। बे ब्रिज सुरु भयो अब यहाँदेखि। के 9 तारिकमा के सुरु भयो? यो चाहिँ 1 वे छ। यी हाम्रो यहाँ होमे बाई फेरि यहाँ बाटामा यसरी बस्ने। त्यो त मैले त्यो अस्ति यहाँ दाइले चेक गरिदिनु भएको थियो मेरो नम्बर। गलत सुरु भयो आज 18 के भयो एयरपोर्ट? किन एयरपोर्ट उसमा बसमा आउने टाढा त्यहाँबाट फेरि एयरपोर्टबाट फेरि यहाँ सिटी आउनु त लगभग छ त, कति एयरपोर्टबाट उबर गरेर पनि त्यो भइजान्छ फेरि नजिक पर्छ। एयरपोर्टबाट बाट पनि छ। फेरि उबर गर्नलाई त्यसमा केही पनि बाट पनि छ के र? आइसमा जाने अरे क्या बिहानको टाइममा ढिलो बिहानै 10 बजी त गयो हुन्छ। अब त्यति रातिसम्म कामसम्म आउँछ अब त्यहाँबाट फेरि आएर 10 बजी आइपुग्नै पर्छ फेरि। अनि त्यो कहाँ एक दिन अगाडि आएर कुरो
जानु पर्ने बेला नि फेरि जानु बेला नि त फेरि आखिर गर्नु बस्नुलाई त फेरि एयरपोर्टै जानु अघिल्लो दिन आउँछस् न फ्रान्सिस्को सीपोर्ट के उताको एक्जिट कसरी ठ्याक्क थाहा त उहाँले उयो लेखेको थियो नि त एक्जिट पछाडि दाइगा मलाई फेरि यो बानी मन पर्दैन आफ्नो मोबाइलमा लगाएर हेर्नुहोस् त्यहाँ नजानु के झ्याउ हुन्छ क्या यार किन पछाडि बस यहाँबाट चाहिँ सबै रिफाइन भएर चाहिँ हाम्रो उता सिटीतिर डेली सिटीतिर उतातिर जता कतै जाने यहीँबाट के ओइल चाहिँ यहाँ आउँछ ट्याङ्करहरूबाट आउँछ यहाँबाट चाहिँ यो प्रशोधन भएर अनि त्यसपछि चाहिँ जता कतै उसमा आउँछ सेभ्रनको छुट्टै छ अनि अर्को त्यो उहरूको छुट्टै छ मेन दिन आउने भनेको मेन ग्यास मेन चाहिँ उसबाट क्याटेगराइज गरे हो डिजेल छुट्टै हुन्छ सबै एउटै मेटेरियलबाट बन्छ कि डिजेल पेट्रोल अनि त्यसपछि यो के अरे मटिटेल अनि अर्को एउटा केहरू हुन्छ क्या पेट्रोलमा गयो अलि कमर्सियल डिजेलमा गयो त्यस्तो हो होइन त्यसको डेन्सिटी अब हुन्छ कि अब के क्यामिकल मिसाउँछ होला नि त के क्यामिकल मिसाएपछि के हो नि भन्ने हुन्छ होला नि त अब यहाँतिर चाहिँ म्युजिक अलिकति स्लो बनाइदिनु होला अनि त्यसपछि ब्रिजहरूको नामहरू ट्याक्क बनाइदिनु होला है हामी बोलेको पठाइदिनु होला भोल्यो ब्रिज त लागेर यो आफूलाई थाहा यो चाहिँ भले हो ब्रिज भले हो ब्रिज यो गोल्डन गेट ब्रिज जस्तो छ उताको के अरे यताको बे ब्रिज उताको गोल्डन गेट ब्रिजको उताको गोल्डन गेट ब्रिज जस्तै दुईवटा चाहिँ त्यस्तै टाइपको बनाएको छ कि यहाँनिर चाहिँ ब्रिजहरू जाने चाहिँ जस्तो छ उताबाट आउने चाहिँ सिटी जानेतिर चाहिँ गोल्डन गेट टाइपको बनाएको छ हाम्रो आशिका दिदी कराइरहन्छ नेपालमा हामी पनि यही 8 रुपियाँ काट्छ यहीँ कोही केही बोल्दैनन् हौ यहाँ पनि पार्किङको पैसा दिनुपर्छ नो पार्किङमा यहाँ पनि पार्किङ गर्नु पाइन्न यहाँ पनि बाटोमा हिँड्ने पैसा लाग्छ यो बाटोमा हिँड्ने पैसा लाग्छ योमा फ्रीमा हिँड्ने हो यहाँ पनि धनी गरिबलाई छुट्याउँछ यो मान्छेमा धनी मान्छेहरू यो गाडी बाटोमा गरेर पैसा तिरेर जान्छन् ट्राफिक भए बेला यो पनि गाडीमा 3 जना भन्दा बढी हुनु पर्यो होइन पनि गरिबलाई यहाँ पनि उयो साइड लगाएर बिस्तारै जाने हो यताबाट हाले भाइको $3 काट्यो यताबाट हाले यिनको हामी यहाँ छिर्यौँ $8 रुपियाँ गयो योबाट गाडी छिर्यौँ एक्स्ट्रा 3 ट्राफिक कन्ट्रोल गर्नु खोजेको त्यो भने एउटा गाडीमा धेरै मान्छे बसो भन्नु खोजेको नि त थोरै बाटो खर्च ए पहिला हान्नु आयो नि फेरि थोरै बाटो खर्च मैले त ड्रिङ्क्स गर्दिनँ मेरो लागि यहाँ त चिप्सहरू साथीहरू एउटा सबवेमा छ थोरै खाजा खाउँ भनेर हाम्रा जिरेहरूले के किन्यो त क्या त्यहाँ विकास दाइले कालो चस्मा ढल्काइरहनु भएको छ अँध्यारो डिजाइन गर्ने मान्छेको होला के यसको म त अघि भने नि त हिजै भने थिएँ फाल्दाखेरि खै के भइरह कता लायो नि त पाला आयो कि नै पाला आयो त्यही राम्रो राम्रो हो यो ये हम लोगों के हो अनुहार त राम्रै हो
गरिब खाओ सब भए थ्याङ्क यू तपाईँले उ ल्याउनु भएन फ्रुटी ल्या मेरो चाहिँ यहाँ छ ल विजय भाइ थ्याङ्क यू दाइ वीरेन्द्र लोक्स्यो ल अब हल्का खानपिन पछि अब हाम्रो यहाँबाट यात्रा सुरु भयो म चाहिँ अब यो कामदै गर्छु ल के किन होला पुरै आउँछ नि यसरी अघि पनि एक बात तो समझ ले मैं बोलूँ का मैं आंखों से पढ़ ले गेम के टॉप पर बैठा जिसके भी बस की वो आके पकड़ ले इनसे गेम क्रैक ही नहीं हो रहा हिट कोई ट्रैक ही नहीं हो रहा यहाँ फिर मैंने सीन चेंज किया और कुछ लोगों का कमबैक ही नहीं हो रहा बादशाह है नाम मेरी जान प्यार से मुझको वो डैडी बोलती है गेम में लॉन्डो का बापू बेबी एक तू ही थोड़ी है जो मुझे डैडी बोलती है सुबह से शाम तक बस तेरा नाम लूं तुझको जो देखूं मैं दिल अपना थाम लूं जब तू मुझे छू ले तो बदन में सनसनी खुद को समझाती हूँ कि सब्र से काम लूं नींदें मेरी तूने हराम कर दी गंदी मेरी तूने ज़बान कर दी तेरे कसम दिल को सीधी सादी थी मैं तूने लड़की खराब कर दी रात पछि देर आयो बेर पछि समय सँगै वर्षौँ बित्यो तर बितेन तिम्रो याद रात पछि समय सँगै वर्षौँ बित्यो तर बितेन तिम्रो याद तिमी नै हो मेरो पहिलो माया पहिलो माया पहिलो माया पहिलो माया पहिलो माया पहिलो माया ओइ सुन्दै जा म भन्दै जान्छु मेरा मनका सारा कुराहरू छैन नसम्झी छुटेको कुनै दिन के भयो भनी सोध्छ ती बाचाहरू आफू नै मनलाई लुकी बसेका ती सम्झनाहरूलाई सम्झी गल्ती भोगी ती व्यथा कठोरताका साथ तिर्छि भावनाहरूलाई चाहन्छ मर्न यो प्रेमीको हातमा गुड बाई छ तेरो के गल्ती हर मानवको बिक्री गर्दु छ प्रगति नाच्नलाई युज स्किल्स नो टाइम फर मज मस्तिज गर्थिस् त मस्ती त फस्ती साथै त्यस मस्तीको हावाले छु यो लगे बुझ्थिस् बुझिस् पहिलो माया पहिलो माया पहिलो माया पहिलो माया पहिलो माया लगता है ओ तेरे प्यार में तेरे इंतजार में ओ तेरे प्यार में
दादा गिरिन्छ हाम्रो गिरिन्छ यस्तो लाएर हिँड्दो रहेछ मायाको बारीमा डुल्यो भमरा दुईटा लाइन में यहाँ या यहाँ भिडियोमा आइरहेको के बोले होइन कि यो पछाडि पऱ्यो नि अब यसलाई के बम शीतल हो त्यो मैले ह्यारिसन छ नि त्योमा हेरेर त्यो महँगो हेरेको 1100 को थियो ए अलि अगाडितिर उ छ क्यासिनो सेक्सन छ अस्ति हामी पहिलोचोटि एकचोटि हेमन्त आएपछि यहीँ त हो नि हेरेर म पनि आएको छु राति घुम्ने जस्तो ए यतिकति खाना आएको थियौँ बन्द भएर फर्क्यौँ नि म तपाईँहरूसँग आए बेला क्यासिनो आएन रितेशहरूसँग आए बेला क्यासिनो छिराएको छु कि यतातिर तिमी सब क्यासिनो हुनु कि नि मिल्नेहरू हो र कहाँनिर छ लेफ्ट ह्यान्ड ल्यान्ड गाँठे क्यासिनो हुन् कि यिनीहरू यतातिर तल छ नि यो तल क्यासिनो छ माथि होटल हुनु कि क्यासिनो छन् कि यतातिर रितेश यही हो कि यही क्यासिनो के अरे रितेश र मलाई होइन 21 पुगेको थिएनौँ कि यु क्यानट बी अन इन इयर अरे के 21 पुगेको थिएनौ पहिला जमानामा इन मात्रै हुन्छ आउट हुन्न त यहाँ त हिँडेर पनि आउन सकिन्छ किन त गाडी नै आउनु पर्दैन होइन हिँड्दै आउनु खोलेको अहिले तर 2-3 चोटिलाई हानेर हुन्छ के ए यहाँ हामीले खाना बन्द छ त्यही भएर त पढ्दै किन लेख्दा आऊ गर्छौँ अहिले तर भोलि बिहान यस्तो राम्रो देखिन्छ यो उपायमा ए पुरै चहल पहल छ ल फाइनली हामी लेख्ताउ आइपुग्यौँ अब हामी बेस क्याम्प होटेलमा पुग्दैछौँ होटेल त अलिक राम्रो खालको देखाएर यहाँ छिर्या हुँदैछ नि हजुरले त्यो मनाङ मुस्ताङतिर पनि गाडी चलाउन सक्नुहुन्छ अल्पाइन किन नसक्ने हो कि किन नसक्ने हो अल्पाइन बस्ने हो गाडी चिप्लिनु भएन हदै अल्पाइन त्यही हो कि जाउँ त यही पनि गरम मिल्छ होला क्या सोधौँला नि त्यहाँ भित्र सिट कहाँबाट छ यो अफिस यहाँ रहेछ यो त मोटेल जस्तो बनाएको छ यही विद्या यस्तो जुत्ता त हुन्न त यार फाइनली हामी चाहिँ लेख्दा आइपुगेका छौँ मैले यो भिडियो बनाउँदै आउनु पाएँ नि बनाऊँ न आउनुहोस् चिप्लिनु रहेछ यहाँ त ल हामी चाहिँ पार्किङ गाडी गरिदिनु भयो उता साइडमा नि यो साइडबाट उता भेट्न जान पाइन्छ गरे नि हुन्छ उताबाट पाइन्छ अरे हो उसै यता गर्छ है ल सुरु गर ल जाऊ सेकेन्ड फ्लोर माथि राइट बिहाज है राम्रोसँग केयरफुल्ली हिँड्नु है त्यहाँ है सेल्फी हान्न नि हिउँमा
नमस्ते ढोकडिया सबैलाई ठोकडिया बिगा चाहिँ छेकिनु भयो यार चिसो छ चिसो गाह्रो भयो हामी यहाँ बसेछौँ ल कहाँको हाम्रो बस्या होटल यही होटलमा बसेछ है आजको नाइट